सम्पूर्ण नमस्कार। आज म श्रमिकहरूले काम गर्ने समय सम्बन्धी नेपाली कानुनी व्यवस्था के कस्तो छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। रोजगारदाताहरूले श्रमिकलाई प्रतिदिन 8 घण्टा र हप्ताको 48 घण्टा भन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन र श्रमिकहरूले लगातार 5 घण्टा काम गरेपछि आधी घण्टाको विश्राम समय दिनुपर्नेछ र यदि काम नरोकी निरन्तर गर्नुपर्ने अवस्थाको भएमा श्रमिकहरूलाई विश्राम समय आलो पालो गरेर पालै गरेर उपलब्ध गराउनु पर्नेछ र विश्राम समय पनि काम गर्ने समयमै गणना हुनेछ र यदि रोजगारदाताले श्रमिकलाई दिनको 8 घण्टा र हप्ताको 48 घण्टा भन्दा बढी काममा लगाउनु परेमा श्रमिकको मन्जुरी लिएर दिनको 4 घण्टा र हप्ताको 24 घण्टा भन्दा बढी काममा लगाउन पाइने छैन भनेर श्रम ऐन 2074 मा व्यवस्था गरिएको छ। हस्त, धन्यवाद।